गुड मर्निङ नमस्ते। हामी ठ्याक्कै अहिले चाहिँ हाम्रो खाल्पा साङपाङ बनाउनु भएको सरम संस्कृति पार्कमा चाहिँ हामी फाइनली आइसकेका छौँ है। यस्तो दामी बनाउनु भएको चाहिँ खोलाको यतापट्टि खोला छ है, यतापट्टि खोला बगिरहेको छ, जिनिसमा देख्नुहुन्छ तल खोला है। यतापट्टि यस्तो दामी खोलाको यसमा खोला यतापट्टि यस्तो दामी दामी खोला बनाउनु भएको है। धेरै विकास गर्नुभएको छ, खुसी लाग्यो। हामीलाई चाहिँ पहिला नै आउने इच्छा थियो, त्यसरी चाहिँ फाइनली हामी आइसक्यौँ यहाँ। धेरै खुसी लागेको छ भन्नुपर्दा दामी भयो। यतापट्टि म चाहिँ अब पुल चढ्दैछु। यस्तो गएर यस्तो पुल है, पुल दामी बनाएको रहेछ, मलाई मन पऱ्यो। यस्तो अरे अगाडि बिचमा खोला छ, खोला पनि अहिले पुरा सङ्लो भएको रहेछ है, पानी पहिरो रहेछ पनि। मैले म पानी पुग्दाखेरि छु दामी बनाएको है। जाँदैछु दामी यता वारिपट्टि आइसक्यो केराहरू पनि कस्तो दामी लागेको छ त। अब यस्तो दामी बनाएको छ यस्तो ढाका टोपमा। यो ढाका बोक्नु हो, ढाका मूर्ति बनाएको छ है, छोटी बच्चा बोकेर है यस्तो मूर्तिहरू बनाएको रहेछ। यता सबै बस्ने ठाउँहरू। अनि यतापट्टि जान्छु म, यता पनि देख्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ। यो बुट्टाहरू कस्तो दामी दामी लागेको रहेछ है। त्यो गार्डनहरू बनाएर फुलको हरियाली छ, एउटा फुलै फुल छ है। सबै बिचमा चाहिँ हिँड्ने बाटो बनाएको छ है। यता पनि साइडमा पुरा बस्ने आराम गर्नेहरू प्रतीक्षालयहरू बनाएको रहेछ, दामी दामी है। अनि यो साइडमा देख्न सक्नुहुन्छ, यो यतापट्टि माथि भित्रसम्मै बनाएको छ, दामी छ है। अनि यतै फर्किने फेरि माथि यो अब यतापट्टि यो माथि